सरकारलाई दोष दिन्छौँ, नेतालाई गाली गर्छौँ, सिस्टमलाई सराप्छौँ। तर आज एकैछिन सरकार, संसद र सिंहदरबारलाई छाडिदियो। आज नेपालको समस्या खोज्न बाहिर नजाउँ। हामी आज एकपटक आफ्नै ऐना अगाडि उभियौँ। नेपाल किन बन्दैन? हामी घुस खाने मन्त्रीलाई गाली गर्छौँ, तर आफ्नो काम छिटो गराउनु पर्यो भने थोरै मिलाइदिनुहोस् न भनेर ट्राफिकको हातमा पैसा राख्न हामी लाज मान्दैन। सायद हामीलाई भ्रष्टाचार समस्या लाग्दैन, अरूले गरेको भ्रष्टाचार मात्र हामीले समस्या लाग्छ। हामी भन्छौँ कानुन सबैको लागि बराबर हुनुपर्छ, तर जरिवाना आफैलाई लागेपछि पहिलो प्रश्न हामी के गर्छौँ? अलिकति मिलाउन मिल्दैन। सत्य कुरा के हो भने हामीलाई कानुन भएकोमा केही पनि समस्या छैन, हामीलाई कानुन आफूलाई पनि लाग्ने कुरामा समस्या छ। रेड लाइटमा रोकिने होइन, ट्राफिक देख्यो भने मात्र रोकिने। अरूले नियम तोड्यो भने यो देश कहिले पनि बन्दैन। आफूले नियम तोड्यो भने यति त हो नि। कसैले नहेर्दासम्म गलत काम हामीलाई गलतै लाग्दैन। हाम्रो नैतिकता सही के हो गलत के हो भन्ने प्रश्नमा छैन। अरूले देख्यो कि देखेन भन्ने प्रश्नमा हाम्रो नैतिकता टिकेको छ। जापान पुगेपछि हामी लाइनमा बस्छौँ, सिङ्गापुर पुगेपछि सडकमा हामी फोहोर फाल्दैनौँ, युरोपमा हामी समयमा पुग्छौँ। तर नेपाल फर्किएपछि लाइन काट्ने पहिलो मानिस हामी नै हुन्छौँ। हामी रेस्पोन्सिबल भएर डिसिप्लिन छैनौँ, हामी सजायको डरले मात्र अनुशासित छौँ। विवाह, बैठक या कुनै पनि प्रोग्राममा 1 घण्टा ढिलो पुग्न हामी सामान्य ठान्छौँ, तर त्यही काम नेताहरूले गर्यो भने समयको कदर गरेन भनेर गुनासो गर्ने पनि हामी आफ्नो घर चाहिँ टल्किने गरी सफा गर्ने, तर घर बाहिरको सडक यो त सरकारको काम हो नि। आफ्नो मोबाइलमा अलिकति स्क्रैच आयो भने हामीलाई रातभर निद्रा लाग्दैन, तर सार्वजनिक बसको सिट च्यात्दा समेत हामीलाई मन पोल्दैन। किनकि हामी सोच्छौँ यो त सरकारको हो नि, यो त सरकारी हो नि। तर सरकारी भनेको कसको हो? त्यो त हाम्रो हो नि। त्यो पैसा कहाँबाट आउँछ? त्यो बेन्च, त्यो सडक, त्यो बस, त्यो पार्क हाम्रै करबाट आउँछ। अनि फेरि भन्ने सरकारले केही गर्दैन। हामी सरकारबाट वर्ल्ड क्लास सर्भिस खोज्छौँ होइन। हामीलाई अस्पताल राम्रो चाहिन्छ, सडक राम्रो चाहिन्छ, विद्यालय राम्रो चाहिन्छ, सुरक्षा राम्रो चाहिन्छ। तर कर तिर्ने बेला भ्याट बिल नलिएर 1000 रुपियाँ पनि छुट पाइयो भने आफूलाई खतरा स्मार्ट सम्झिन्छौँ। अनि भन्छौँ सरकार चोर हो, विकास चाहियो। तर विकासको लागि आफूले केही छोड्नु पर्यो भने विकास नै हामीलाई गलत लाग्न थाल्छ। हामीलाई सुविधा सबै चाहिन्छ, तर यसको मूल्य अरू कसैले तिर्दियोस् भन्ने हामी चाहना गर्छौँ। हामी खुब भन्छौँ स्टेजमा मेहनत गरेपछि सफल भइन्छ, तर जागिर दिने बेला सबैभन्दा पहिलो प्रश्न हामी के गर्छौँ? हाम्रो मान्छे हो। अनि फेरि गुनासो गर्छौँ नेपालमा ट्यालेन्टको कदर छैन। ट्यालेन्टको कदर गर्ने कसले? हामीले होइन। बच्चालाई भन्छौँ इमान्दार बन, तर त्यही बच्चालाई विद्यालय भर्ना गराउनको लागि सिफारिस गर्छौँ। नियम पालना गर्ने एउटा मान्छेलाई लाटो भन्छौँ, गुवाच भन्छौँ। रुल्स ब्रेक गरेर आफ्नो काम निकाल्नेले के भन्छ? फरवार्ड, क्या स्मार्ट। यो हाम्रो वास्तविकता होइन। एउटा विदेशीले 2 शब्द नेपाली मिठो बोल्यो भने हामी वाह क्या मिठो बोल्यो भन्छौँ, तर एउटा नेपालीले राम्रो इङ्ग्लिस बोल्यो भने स्टाइल पारेको भन्छौँ क्या। हामी कुनै पनि नेपालीको प्रगति देखेर इन्स्पायर हुनुभन्दा हामी उबाट जल्छौँ। हामी खुब फ्रिडम भन्छौँ, तर कसैले फरक विचार राख्यो भने कमेन्ट सेक्सनमा उसलाई आमा चकारी गाली गर्न हामी पछि पर्दैन। हाम्रो परिभाषामा, हाम्रो डेफिनेसनमा डेमोक्रेसी भनेको मेरो बोल्ने अधिकार, अनि अरूको विचार त्यो त देशद्रोह हो नि। हामीलाई अधिकारको ग्रन्थ थुप्रै कण्ठ छ, तर कर्तव्यको एक लाइन पनि यहाँ छैन। हामीलाई परिवर्तन मात्र चाहिएको छ, तर त्यो परिवर्तन गर्ने जिम्मेवारी कसैलाई चाहिएको छैन। नेपाल कहिले बन्छ? सायद यो गलत प्रश्न। सही प्रश्न के हो भन्दा म नबदली नेपाल कसरी बन्छ? हेर्नुहोस् साथीहरू, नेपाललाई कुनै नायकले एकै रातमा बदल्नेवाला छैन। नेपाल त्यो दिन बदलिन्छ जब हामी हरेकले आफूबाट सुरु गर्छौँ देश बनाउनको लागि। धन्यवाद। र अन्त्यमा फेरि एकपटक, यदि तपाईँ वैदेशिक अध्ययनमा जाने सोच राख्नु भएको छ भने एकचोटि निर्वाणा काउन्सिलिङ सेन्टर तपाईँले भिजिट गर्न सक्नुहुन्छ।